हामी चाहिँ अहिले 22 धारातिर घुमघाम गर्न आएको। 22 धारा चाहिँ जियोस् पहिला भन्दा म 2-3 वर्ष अगाडि आएको थिएँ होइन। 2-3 वर्ष अगाडिको भन्दा अहिले चाहिँ धेरै नै राम्रो रहेछ। यतातिर पुरै कलर सलर लगाएर होइन, पुरै कलरहरू लगाएको छ। घुम्न आउनलाई एकदम आनन्द है, लभली कलर पुरै टक्क। के छ भाइ, कहाँ आएको रे हामी? 22 धारा कस्तो लाग्यो तिमीलाई? चारैतिर अहिले कलर गरेछ है। त्यहाँ पर चाहिँ बोर्डिङको कार्यक्रम भइसक्यो अरे आज। त्यहाँ चाहिँ उफर सुफर बजाएर डान्स पनि हुँदैछ बाबु नानीहरूको। लाइक सब्सक्राइब लाइकै गरौँ न, अब के गरे होइन, लाइक साइक गरौँ यसो टक्क। कस्तो लाग्यो तपाईँहरूलाई 22 धारा कमेन्ट गर्नु। कोई तरीका है भीख मांगने का?